प्रेमले व्यवस्था पूरा गर्छ। लभ फुलफिल्स द लव। उहाँले तिनलाई भन्नुभयो, तैले परम प्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु। महान र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्यस्तै छ, तैले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्। मत्ती 22:37-40। प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो। रोमी 13:10। किनभने समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, तैले आफ्नो छिमेकीलाई आफूलाई झै प्रेम गर। गलाती 5:14। यी बाइबल पदहरूले हामीलाई सिकाउँछन् कि व्यवस्थालाई एउटै शब्दमा संक्षेप गर्न सकिन्छ, प्रेम। प्रेम परमेश्वरको हृदय हो र प्रेम हाम्रो लागि परमेश्वरको व्यवस्थाको हृदय हो। हामी परमेश्वरलाई प्रेम गरेर र हाम्रो छिमेकीलाई प्रेम गरेर परमेश्वरका आज्ञाहरू पूरा गर्न सक्छौं। हामी आफ्नो बाटो समातेर वा गतिशीलता मार्फत जान वा परमेश्वरको व्यवस्था पालना गरेर प्रयास गर्न सक्छौं। तर मत्तीमा भनेझै प्रेमका यी दुई आज्ञाहरूमा सबै कुरा जुन्डिएको छ। यदि प्रेम छैन भने हामीले आफ्नै शक्तिले गर्ने प्रयास गर्ने सबै कुरा खस्नेछ। प्रेम हामीले गर्ने सबै कुराको स्रोत र केन्द्र हुनुपर्छ।